वेलकम ब्याक टु अनदर एपिसोड विश्वास मगर ब्लग केटाहरू होइन। अब आज चाहिँ दिन एकदम खराब गरिरहेछ, पानी पर्ला जस्तो गरेछ। अनि यहाँ छेउमा चाहिँ छ हिरोमा तपाईँको आज चाहिँ पानी पर्नु लागोमा उता हेर्नु पाउडरतिर रन्किसक्यो पानी उसे त्यही यस्तो भयो। आज चाहिँ यसो मौसमको पनि अनुभव लिउँ भनेर चाहिँ हामी चाहिँ टक्क बाहिरतिर चाहिँ जान लाग्यौँ। किनकि योसँग गयो भने त अब जाडो हुन्छ, ज्याकेट त लाउनु पर्यो होइन। त्यही भएर चाहिँ अब उता चाहिँ साथी चाहिँ उता गएको। अब एकछिन पछि ल परिसक्यो है पानी। ल यतिखेर पानी परिसक्यो। ए भिरै भिड त हामी कहाँ जाने प्लानिङ थियो गरे त्यो आयो भने के हुन्छ अब हेरौँ। आउन अब पानी पऱ्यो त अब मिनी ब्लक बिहान नि यतिखेर पर्थ्यो नि त्यही हो ल। है केटाहरू चाहिँ पसलमा जाँदैछन् अनि हामी चाहिँ यसो पानी हेर्नु आएको। त खासै पानी परेको छैन, हल्का परिरहेको पानी चाहिँ। उता चाहिँ विली हान्ने अरे विली। उता अर्को सब्जी हुन्छ। वाटरप्रुफ यो मोबाइल यसो हुन्छ नि। फर्काइ ल छिटो। रोम रोम भाइयों, सिस्टम पार देंगे। पैसा म लान्छु भने ल 50 दिदी सिसलाई यही रहेछ यार। गएर आउँछ यो केटाहरू ल सो है। अहिले चाहिँ हामी भिडसी मानेर टक्क दुईजना चाहिँ घुम्न जाँदैछौँ। अब यस्तै छ। अब डुल्नु जाने भनेको पानी परेको क्या घरमै अब खाजासाजा बनाएर खाइदिएको गफसफ गरेर आजको दिन कटाउनु पर्ला स्थिति चाहिँ भइसकेको। सुशान्त भाइ चाहिँ लिनु गएको छन्। सुबिन छ भने म केटाहरूलाई सुबिन लगाइदिनु जान्छ होइन। यिनीहरू चाहिँ यहाँ छन् जस्तो होइन। यस्तरी बस्थ्यौँ हामी नि पहिला होइन सानो हुँदाखेरि लुक्छ नि अहिलेखेरि केटाहरू। अस्ति यो केटा डेन्जर हाँस्ने रुने गरे। फेरि भन्नु नै त्यो कन्टेन्ट भयो क्या हो त्यो। यतिखेर यता आउनु हुन्छ भनेर सकिन्छ। यतिखेर हाम्रो अर्को साथी पनि आइसक्नु भएको छ। हिजो चाहिँ उहाँ ट्रेनिङतिर जानुभएको होइन। अब के भन्न चाहनुहुन्छ हाम्रो दर्शक बहिनीहरूलाई? सिङ्गापुरै लाउने मान्छे गेटअप नि सिङ्गापुरै लाउने क्या त्यसो छ नि। ऊ कपाल काटेर आएर रहेछ। त्यही हो ल। अहिले चाहिँ म टक्क सुबिन काट्ने थियो होइन। केटाहरू चाहिँ भित्र छ दोकानमा गएर चाउचाउ नपुगेर चाहिँ किनकि चाउचाउ थोरै खान्छ त त्यही भएर दोकानमा त्यही हो भन्दा नि अहिले एकछिनमै मलाई काट्नु नआएर चाहिँ काट्दै हुन्छ होइन।
पानी उमाल्नु पानी उमाल्दै खाने पानी उमाल्नु झोल खाने कि बोइलर खाने के करेन्टले गजब के भन्छ ल साथीहरू फेरि पनि हामी फेरि भेटौँ अब यहाँ टक्क मासु बाक्दैछ यहाँ चाहिँ कुकिङ यता अनि यहाँ दुईजना केटाहरू चाहिँ गफ गर्दै बसेर नमस्ते मोबाइल हेर्दै टक्क नमस्कार र आजको मौसमी अवस्थाको लागि के कस्तो भन्न चाहनुहुन्छ केटा तिमीहरू जाडो भइरहेको अब चाहिँ म चाहिँ बेलुका चाहिँ नेपाल क्याच हान्नु जान्छु प्लानिङ आज हाम्रो प्लानिङ के कस्तो थियो रे भनिदेऊ त हाम्रो के थियो भन्दा आज चाहिँ म हेपा छोप्न जान्छु हेपा नहराउन तिमी सिस्टम पार देंगे एकचोटि हेपा छोप्न जान्छु अनि ल्याउँछु सुकाउँछु खान्छु अनि आजको प्लान चाहिँ हाम्रो चाहिँ के थियो भन्दा दिउँसो चाहिँ अहिले पानी नपरेको भएर चाहिँ हामीले मान्छे डाँडातिर जाने टक्क आगो सागो फुल्ने त्यहाँ चाहिँ बङ्गुरको मासु पोर्क बनाएर खाने थियो होइन तर त्यो चाहिँ क्यान्सल भयो ओके अन्त अनुभाव किन थाहै थिएन त अनि हामी यहाँ तिमीले आउने नाम कस्तो प्लान गरेर अनएक्सपेक्ट हो कि यो चाहिँ सुतिराख्ने अहिले चाहिँ यसो जान त भलक सलक हामी गण्डकविहीन मान्छे हो क्या हामी भनेको मन दिमागले सोचेको त सोच्यो त्यो भन्दा चाहिँ रेडी सेडी भएको ऊ चाहिँ मान्छे एकदम सिङ्गापुरै लाउरे हुन्छ के भनेर चाहिँ बसेको पानी परिदियो एकदम अचानक पानी परिदिएर चाहिँ हामी नगएर चाहिँ घरमै बसेर टक्क केही बनाएर खाऊँ भन्ने प्लानिङले बसेको अनि यहाँ फुबु यसो मम्मीहरू बसेको होइन त्यही हो साथीहरू ल अब चाउजु सक्यो अब चाहिँ पालो कोकको याद तर छ भने त अब अस्ति निकै ठाउँमा होइ पुग्ने हो कि झाम्मी ए यार ल अब चाहिँ पालो कोकको छ होइन ऊ चाहिँ उसको ऊ चाहिँ खाइसक्यो चाउचाउ चाहिँ खाइयो होइन अब चाहिँ पालो कोकको झ्याउ हुन्छ क्या एडिट गर्नुपर्ने के सिनेमेटिक सिनहरू चाहिँ बनाएको होइन ए म त ल यहाँ पखाएँ कोकले हेर्छु म
मैले त खान हुन्छ गरे सुजन कसले योले सुशान्तले अर्कोले किरणले किन खान्न यसलाई खान्न गुरु मैले खान्न भनेपछि पठाउँथ्यो होला तेरो मम्मीले लैजान अघि ढिकलहरु जान्छ अनि गुरु मैले खान्न भनेपछि पठाउँथ्यो होला बुढी यसले चाहिँ खान्न अलि लाग्छस् ओके समाउ त्यहाँ उता खुसीलाई ल कसै किसे पिरा गयो गाडीलाई दे राह बाबु लौ न समाउन यसो भिडियोको लागि तिमीले नि यसो भिडियोको लागि समाउ ए होइन पहिला यसो सिनेम्याटिक सिन बनाऊ न कास हातमा दिइसकेर लैजान्छ एउटा सिनेमेटिक गरेर हामी चेस गरेर भन्छ त्यसमा कबाट त्यही त ल मेरो हात दिन्छ अनि त्यो हुन्छ नि गिलास ठुलो भयो त सब तेरो आले लाग्छ के कस्तो कुरा आछ नि त्यसले गर्दा हान्छ मा कोक्लाबाट भनेको त कोका कोला बेबी कोका कोला ल देखेर म COCK कोक COCK कोक COCK ओयाले कोका कोला मा COCK हटाएर चाहिँ के हुन्छ के त ओला हम ताए ताए हो हमले पेटेती हमने पहले पहले क्यों ओला उमताई कोही मा हावाउ भाग्य डराउने होला आज बुझिदिनु र बल्ल साट गरे अरे हजुरले नदै के तिरले हामी दिन्छ एक ग्लास ढुगा लाने त्यो एक ग्लास खाना गेले वो त खान्छ के ढुगा लाने कोखानी छिरो के छांगे तोरी त बल्दा मर्लो के दाइले मान्छे कलेज जाने रात दियास त होइन कोक पानी पर्छ रे कोकको ग्यासले हेरेर पेटको हत्रो राखेको त मेरो त खासै सानो हेरेर सानोदेखि उको ठुलो देखिन्छ होला हाल्न यो र बल्ल पिरो मेट्यो यति भन्दै आजको भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु है केही गलत काम भएमा चाहिँ क्षमा चाहन्छु भन्दै फेरि पनि भेटौँला गाइजहरु ल सब्सक्राइब